नमस्ते सबैजनालाई वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी कोस्टको जाँदैछौँ। ओ माई गड, यो कोस्टको स्क्याम भनेको चाहिँ रियलै जस्तो लाग्छ है। हामी जान चाहिँ खास एक दुईवटा सामानको लागि गएको, तर फर्किँदाखेरि चाहिँ ट्रली नै भरियो। टोटल बिल चाहिँ यति धेरै कसरी आयो भनेर ट्रलीमा हेर्दाखेरि नचाहिने सामान चाहिँ एउटा पनि छैन, तर त्यो सामान बिना चलेकै थियो। मेरो छोरीहरू चाहिँ चिल छ है। एकछिन बाबालाई नदेखेको माइलीले बाबा खै रे, बाबालाई देखेको त मक्ख पऱ्यो। यदि हजुरहरूको ठुलो फ्यामिली छ अनि सामानहरू बल्कमा चाहिन्छ भने चाहिँ कोसको चाहिँ रिजनेबल छ बाहिरको पसल भन्दाखेरि चाहिँ। तर त्यहाँ छिर्यो भने चाहिँ बिल चाहिँ 300-400 प्लस चाहिँ आउँछ है। जे देख्यो त्यही चाहिन्छ जस्तो लाग्छ, कन्ट्रोलै हुँदैन। अहिले त झन् यो स्पाइसेसहरू पनि एड गरेको छ, जिरा, बेसार, मसला सबै छ के। यो मिक्स्ड फ्रुटहरूको फ्रोजन, अनि यो स्यालमन हामीले चाहिँ अब छुट्टीमा स्यालमन खाने भनेर यो ठुलो स्यालमन लियौँ $70 को। यत्तिकै ट्रलीमा हाल्न लाग्यो त पानी चुहिएको थियो, त्यही भएर बुढाले चाहिँ प्लास्टिकमा हालेर अनि ऱ्याप गरेर अनि ट्रलीमा हाल्नुभयो। अनि मेरो कान्छी छोरी चाहिँ निन्दाले कुई 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 गरेर अनि फकाउँदैछु। के लिन आएको रे? पिनट बटर र काजु लिन आएको। यति धेरै भयो। दुईवटा सामानको लागि आएको। नाउ लुक एट आवर ट्रली गाइज। अनि यदि हजुरहरूलाई चाहिँ यो फास्ट फुडहरू मनपर्छ भने कोस्टकोमा चाहिँ मेम्बरको लागि सस्तोमा पाउँछ। कोस्टको अरू एडिसनल सर्भिसेस भनेको चाहिँ यो भित्र चाहिँ चस्माहरू हुन्छ, टायरहरू हुन्छ, कार सर्भिसिङको पनि छ, अनि पेट्रोल पम्प पनि सस्तोमा पाउँछ। आजलाई यति नै। थ्याङ्क यू सो मच फर वाचिङ।